हेलो एभ्रिवान, के छ? संसारमै हुनुहुन्छ? म नि संसारमै भन्नुपर्छ। अनि तपाईँहरूकोमा चाहिँ मैले सानो भिडियो लिएर उपस्थित भइरहेको छु। ल हेर्नु है, अब आफू त किसानी परियो, किसान गरेको यस्तो छ, यो हालतमा पुगेको छ। अब जहाँदेखि पनि अब मर्नु भनेको किसान नै हो नि त, तपाईँहरूलाई पनि थाहा छ होला। र जे जस्तो भए तापनि खुसी हुन सिक्नु पर्दो रहेछ है साथीहरू। तपाईँहरू पनि जे जस्तो भए तापनि ह्याप्पी खुसी हुनुपर्छ है। अनि म नि खुसी छु। हेर्दा त अब यत्रो दुःख, अब सङ्घर्ष गरेर गरेको चिज पनि यस्तो हालत देख्नु भएको छ होला। के अरे अब के गर्ने, गरेको जस्तो सार त कहाँ हुँदो रहेछ र। मान्छेले सोचेको जस्तो जिन्दगीमा भएको भए त के नै हुने थिएन र है साथीहरू, नहुँदो रहेछ। अब तपाईँहरूले चाहिँ सोचेको जस्तो होस्, मेरो जस्तो नहुनुहोस्। जहाँ जे गरे तापनि यस्तै हुन्छ के अरे हालत भनेको। तपाईँहरूले देख्नु भएको छ होला। के अरे सङ्घर्ष त गरेको त नि, गर्दा पनि नभएको पनि हो, के हुनु गर्ने, यस्तै छ है साथीहरू। ओके, बाई, टेक केयर, लभ यु अल फ्रेन्ड।